हेलो गाइस, वेलकम टु माई च्यानल। अनि यो चाहिँ मेरो के भन्छ फर्स्ट भ्लग च्यानल हो यो चाहिँ। यसमा चाहिँ हामी के छ भने हाम्रो ग्रुपहरू चाहिँ अब 4 दिनको लागि चाहिँ 5 पोखरीको लागि हामी ट्रेकिङको लागि जाँदैछ। अब थाहा छैन कस्तो छ, हामीले के भन्छ अर्कोको भ्लगहरू पनि हेरेको छैन। अब जाने माथि के कस्तो भ्यूहरू आउँछ थाहा छैन। माथि 5 पोखरी आएर चाहिँ गएको पनि छैन। त्यही हो जस हामी माथि जाने अनि रमाइलो गर्ने भने अगाडि अब हेर्दै बस्नु होला। हेलो गाइस, अब हामी यहाँ 5 पोखरीको लागि जाँदैछ। अहिले हामी यहाँ टुपी डाँडा भन्ने ठाउँमा जाँदैछ। अनि यहाँ चाहिँ 1-1.5 घन्टा लाग्छ भन्दैछ। तपाईँहरू यहाँ भ्यूहरू हेर्न सक्नुहुन्छ। हाम्रो यहाँ साथीहरू छ, अगाडि गइरहेछ। अलि पानी पर्ने जस्तो पनि भइरहेछ, हुसुहरू लागेर। थाहा छैन अब के हुने होला अगाडि। अब अगाडि जाने हो, के हुँदैछ थाहा छैन। त्यहाँतिर गएर रुम पाउँछ कि पाउँदैन त्यो पनि थाहा छैन अहिले। सो अब हामी छिटो जाने, त्यहाँ गएर रुमहरू बुक गर्नुपर्छ अनि बस्नुपर्छ। अनि भोलि बिहान चाहिँ हामी 5 पोखरीमा भेट्नुपर्छ। तपाईँ एकछिन सिन हेर्नुहुन्छ यता गाइस। अब यहाँ चाहिँ हामी पानी पर्ने हो, तपाईँ हेर्नु सक्नुहुन्छ। पानी चाहिँ हामी यहाँको यसरी खान्छ, यसरी अनि हामी यसरी भर्नुपर्छ। यसरी यहाँ पानीलाई यस्तो भर्यो भने एकदमै दामी छ, किनकि यहाँको चिसो पानी जहाँबाट पनि फोहोर हुँदैन। सो हामी पानी भरेर जानुपर्छ। अब अगाडितिर खानुपर्छ। ल गाइस, यहाँ चाहिँ सानो झरनाहरू छ यता, यस्तरी हेर्न सक्नुहुन्छ। अनि यहाँ यस्तोरी वेट गर्ने ठाउँहरू छ। यहाँ हामी अब सिन वेट गर्ने हो। तपाईँहरू यहाँतिर सिन हेर्नु सक्नुहुन्छ। अब हामी टुपी डाँडा ठ्याक्कै यो माथि छ। ठ्याक्कै यो माथि पुग्यो भने हामी टुपी डाँडा हो। अनि यहाँ तपाईँ झरनाहरू हेर्न सक्नुहुन्छ। सानो पुलहरू पनि छ यता। So guys, यो ब्युटिफुल सिन हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ मुडिबाट अझै अर्को मान्छेहरू पनि आउँदैछ। ठ्याक्क हामी चाहिँ अब यहाँबाट सर्टकट लिने हो। सर्टकट लिँदै माथि जानुपर्छ। अब हामी ठ्याक्क लगाएर यसरी। अनि यहाँ हाम्रो मिङमर छ। अनि हाम्रो अगाडि केटाहरू छ। ओए खिलाडी हेर्नुहुन्छ। अब हामी सर्टकट लिँदैछ यहाँबाट टक्क लगाएर। अगाडि भेट्नुपर्छ हामी फेरि। यहाँबाट याकहरू आउँदैछ। अब हेर्नु सक्नुहुन्छ। कहाँ लानु लाग्दा योहरू? अब यो चाहिँ छुम्दीमा जानु लाग्छ योहरू। बिस्तारै जानु होला। एकदमै यहाँ हुसु भएको छ अहिले। यहाँबाट हाम्रो बाटो अहिले यहाँबाट जाने यसरी। मियोङ्गी पनि तपाईँ मिङमर के छ त हालखबर? एकदम राम्रो छ। ठिक। अब यहाँको बाटोहरू हेर्नु सक्नुहुन्छ। एकदमै गाह्रो बाटोहरू छ। बाटो हेर्दा चाहिँ एकदमै गाह्रो। अब माथि पुगेपछि कस्तो होला खै। अगाडि जानुपर्छ हामी यसरी। अब गाह्रो छ। अगाडिको सिनहरू पनि हेर्नु तपाईँ। बाटोहरू चाहिँ एकदमै गाह्रो छ। हो कि होइन छोल? अनि कस्तो भइरहेछ त? हाइक भन्छ कि ट्रेकिङ भन्ने अब यसलाई। बाटो चाहिँ निकै गाह्रो। अलि माथि गर्छ नि मेरो यो। ल गाइस, टुपी डाँडा पुगेको जस्तो लाग्यो हामीलाई। थाहा छैन अब। यता हाम्रो मिङमर सब्जीले भन्नुहुन्छ। सब हो। अनि अरू ल ठिक। यता हाम्रो 2-3 जना केटाहरू, एकजनाको उता वाट लागिहाल्यो। हेरौँ अब अगाडि
के हुँदैछ गाइस अब हामी यहाँ टुपी डाँडामा पुगिसक्यो अहिले टुपी डाँडाको एउटा यो काले दाई भन्नेको रेस्टुरेन्टमा हो अहिले हामी यता हिमा छ यता छ अनि हामी यता यस्तो छ अब हामी आजको लागि यतै बास बस्ने छौँ गाइस अब हामी यहाँ चाहिँ रातिको टाइम हो अनि उनो खेल्दैछ हामी अहिले यहाँ हाम्रो हिमा हो मिङमार हामी यसरी उनो खेल्दैछ अब अहिलेको लागि यस्तो छ सो गाइस अब हामी बिहान यता 5 पोखरीको बाटोतिर बिहानको अहिले कति बजेछ भनेपछि ठ्याङरङ्गै 6:50 भएको छ अब हामी ठ्याक्कै हिँड्दै माथि पुग्नुपर्छ आजको 8 घन्टाको यात्रा सो गाइस अहिले हामी यो ठाउँमा पुगेको छ ठ्याक्कै आधा घन्टा लाग्दछ अनि माथि तपाईँहरू हेर्न सक्नुहुन्छ यस्तो छ ठाउँहरू पुल साइडतिर यस्तो छ ठाउँहरू केटाकेटीहरू केटाहरू ठ्याक्कै हेर्न सक्नुहुन्छ तपाईँहरू 5 पोखरीको जाने बाटो चाहिँ एकदमै डरलाग्दो छ माथिबाट यस्तोहरू छ अनि यता चाहिँ खोलाको बाटो गाडी गएपछि बाटो झनै बिस्तारै डेन्जर हुँदै जान्छ तपाईँहरू मजाले हेर्नु सक्नुहुन्छ यतातिर सो अब हामी त्यहाँबाट एउटा पुल तर्नुपर्छ अनि माथि फेरि उकालो जानुपर्छ अब अगाडि हेर्दै गर्नु होला त्यसमा के हुन्छ अब यो चाहिँ हाम्रो यहाँ पुल तान्नु पर्ने पुल चाहिँ एकदमै राम्रो छ यता अहिले सुत त ओए लाएर दामी गजब छ गजब नाइस अब हामी ठ्याक्कै यहाँ अब हामी 1.5 घन्टा जति भयो होला मुनिबाट आएर ठ्याक्कै हामी यतापट्टि देख्यो भने चाहिँ यता चाहिँ ठ्याक्कै आमायाङ है निमर ठ्याक्कै आमायाङ छ अनि अब यहाँबाट चाहिँ माथि हामीलाई चाहिँ 5 घन्टा जति दिनुपर्छ यतातिरको भ्यू हेरौँ न त नि यतातिरको पुरै हुस्सु आएको छ एकदमै दामी देखेको छ हेर्न सक्नुहुन्छ तपाईँहरू टक्क आएर यही हो अनि यता बोट पनि छ तर बोटको हालत चाहिँ एकदमै खतम बनाइदिएको रहेछ बोटलाई हामी सिधा पार्दैन त यो चाहिँ बोट रहेछ हाम्रो 5 पोखरी के भन्ने चाहिँ अब नेपाली त मजा आउँदैन त्यही हो अब अगाडि फेरि हेर्दै जानु होला आमाले बल्ल देखे यो चाहिँ आमाले देखे यहाँ बाख्रा आएको छ यता बाख्रा भन्दा भेडा बाख्रा त्यसो भए क्युट क्युट यताबाट त यसलाई सल्टीनेस चाट रही थोड़ा 5 किलोमीटर ना लेफ्ट हैंड अनि दुम्बु हो नि सिधै अब कति बजे पुग्छ होला पसिना गताङ्गी टक्कै हेर्नु अब यहाँबाट सट्टा ठ्याक्कै हामी 5 पोखरी पुग्न ठ्याक्कै 5.2 किलोमिटर छ अनि मुनि जाने पनि भोताङ चाहिँ ठ्याक्कै 8.6 किलोमिटर छ डाँडा पान्छ त्यो ठाउँमा चाहिँ ठ्याक्कै हो यहाँ हेर्नु सक्नुहुन्छ यहाँबाट ट्याक्क लाएर उतातिर एकदमै दिनहरू एकदमै दामी छ यहाँबाट उतै पाङ्दाम होइन गङ्गा ठाउँमा न गङ्गा देख्छ जस्तो आयो हाम्रो गाउँहरू पनि यहाँबाट मुनि यस्तो
माथि अब हामी जानुपर्ने चाहिँ हाम्रो ठ्याक्कै माथि जानु कालो जानुपर्छ त्यही अब अहिले बिस्तारै हेरौँ गाइस अब हामी हाम्रो यात्रा चाहिँ 4.7 किलोमिटर रहेछ ठ्याक्कै यहाँबाट उता हेर्दा त क्या दामी देख्दैछ क्या ऊ माथिबाट झर्ना पनि देख्दैछ अलिकति जुम गर्छ अलिकति जुम गर्नु ऊ माथि झर्ना जस्तो देख्दैछ खै अब के हो तर सिन चाहिँ एकदम दामी देख्दैछ हामी अब अगाडि हेर्दै जाने हो के रहेछ अगाडि हेर्दै जाऊँ ल अब अगाडि चक्का अब ठ्याक्कै बाटो चाहिँ एकदमै राम्रो रहेछ 5 पोखरी जाने बाटो चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू टक्क लगाएर बाटो चाहिँ दामी छ अगाडि बन्ने हो हामी गाइस पछाडिको भ्यू हेर्न सक्नुहुन्छ यता एकदम दामी छ ठ्याक्कै भ्यूहरू हेर्न सक्नुहुन्छ अब एकदमै प्लेन भइरहेको छ बाटो चाहिँ ठ्याक्कै यस्तो लागेन अनि उतातिर पनि अघिकै हो भ्यूहरू हामीलाई अलिकति बाटोमा च्याउनु भेटायो अब खाने च्याउ भएको आउनु चाहिँ अब के हो थाहा छैन त्यो चाहिँ अब ठ्याक्क अब हामी मेबी बस्छ होला अझै पनि 2 घन्टा जति लाग्छ होला फेरि अगाडि बुझ्नुपर्छ हामी ठ्याक्क आयो अब हामी हाम्रो यहाँ बस्ने ठाउँहरू छ ठ्याक्क बस्ने हामी सबैजना ठ्याक्क लगाएर बस्नुपर्छ अनि यहाँ पछाडिको सिनहरू हेर्नुपर्छ भ्यू साउन्ड हिरो चाहिँ हाम्रो आजको चाहिँ फुर्सिरिङ हो धेरै हेर्ने मान्छे चाहिँ अनि यहाँ एउटा खिलाडी छ एउटा क्युट भन्नेलाई पर्खिरहेको छ अहिले पुग्यो गाइस हामी फाइनली यता के ठाउँ यहाँ खाजा खाने ठाउँ रहेछ ठ्याक्क यो ठाउँतिर यहाँतिर हेर्नु सक्नुहुन्छ च्याउहरू कस्तो मजाले सुकाएको छ च्याउहरू टिपेर कुखुराहरू छ यता गाडीतिर गयो भने उतातिर पनि च्याउहरू सुकाउँदैछ मान्छेहरू एकदमै मजाले अब हामी खाजा खाँदैछ अलिकति स्न्याक्सहरू पछाडिको भ्यू टक्क लाएर गाइस अब यहाँको भ्यू हेर्नु सक्नुहुन्छ तपाईँहरू ठ्याक्क अब हामी यहाँबाट माथि जानुपर्ने हो माथि गएपछि अब हामी मुनि पुग्नुपर्छ ठक्क लाएर अगाडि गएपछि के रहेछ हेर्नु पऱ्यो ओ माय गॉड यहाँको भ्यू त यार अति नै खतरा यार ओहो यस्तो छ भ्यूहरू यता टक्क लगाएर अब धेरै थाक्यो हामी थाकेर उताबाट आएको अहिलेसम्म अनि यहाँ हेर्दा त कस्तो दामी के हेभन जस्तो हेर्नु एकदमै भ्यूहरू हेर्नु सक्नुहुन्छ तपाईँ यस्तो दामी भ्यू आउँछ यहाँ आउनै पर्छ एकदमै निश्चित तपाईँहरू आयो भने यस्तो राम्रो भ्यू हुन्छ अनि यहाँबाट बादलहरू एकदमै दामी देख्छ अनि यहाँ अब हामी जानुपर्ने चाहिँ ठ्याक्कै यहाँबाट माथि उकालो चढ्नुपर्छ अब भ्यू हेर्ने तपाईँहरू यतिको भ्यू पाउँछ र भन्ने त्यहाँतिर मेन्डाक पनि ठ्याक्क हामी त्यहाँबाट पुग्दै ठ्याक्क हामी एउटा ठाउँ पुग्दैछ नि यहाँको ठाउँ चाहिँ एकदम सानो रहेछ अब हामी यहाँ जानुपर्छ अहिले यो जाने बाटो अलि सानोहरू छ आउँछ होला पोलहरू लागेको रहेछ ठ्याक्कै यहाँ चाहिँ छिरिन्छ क्या ग्याप भनेको एउटा मान्छेको ग्याप रहेछ होला टक्कै लगाएर
अहिले चाहिँ एकदमै पानी परेको अवस्था अनि हामीले एकदमै यहाँ रेनकोट लगाएको छ अहिले हामी यहाँ माथिबाट एउटा आउँदैछ जोकर जस्तो देख्दैछ रेनकोट लगाएर अब हेर्दै गर्नु होला अगाडि अब यहाँ एक ठाउँमा सबलाई भोक लागेको भोक लागेर हिँड्नै नसकेको अवस्थामा फेरि पनि हिँड्नै पर्छ हामी के गर्ने खाना अब एकदमै 5 पोखरी अब चाहिँ 2 घन्टापछि मात्रै खान पाउँछ थाहा छैन अब हामी हिँड्नु सक्छ कि सक्दैन होला टक्कै अब यहाँ हामी पुग्यो हामी 6:40 कति भयो 6 बजे 6:45 6:45 भएछ अनि ठ्याक्कै हामी यहाँ 5 पोखरीको भन्ने ठाउँमा पुगेछ तर पोखरी चाहिँ आज देख्दैन होला हामीले ठ्याक्कै अहिले चाहिँ यहाँ 5 पोखरीको ठाउँ रहेछ गाउँ जस्तो रहेछ कामको आवाज हो अनि मेबी यही पानी चाहिँ 5 पोखरीमा जान्छ जस्तो लाग्यो मलाई चाहिँ अगाडि हेर्नु सक्नुहुन्छ तपाईँहरू यसरी पानीहरू यसरी जम्मा गरेको छ यहाँ टक्क लाएर अब यहाँ गाउँहरू रहेछ यसरी अनि आजको बासा चाहिँ यहाँ हाम्रो अनि हामी अलि अगाडि आउँदा चाहिँ अब पोखरी देखेको थिएन हामी ठ्याक्क अहिले यहाँ यो ठ्याक्क यो रुमतिर आउन त ठ्याक्क हामीले एउटा यहाँ 5 पोखरी भन्दा एउटा पोखरी चाहिँ यहीँ रहेछ जस घरको बस्ने ठाउँको यतातिर रहेछ राम्रो रहेछ पोखरी त हामी अहिले रुमको खोजानमा नि धेरै जस्तो दसैँ भएर सबै गाउँतिर गयो जस्तो लाग्यो ठ्याक्क अब हामी यहाँ फाइनली 5 पोखरी पुगिसक्यो पुग्नु त अब भोलि बिहान उसु धेरै लाग्छ भन्दै थियो त्यही भएर हामी यसो यहाँ बाहिरतिर निस्क्यो हेर्न आएको थियो टक्क लगाएर पोखरीहरू यस्तो छ हेर्नु पोखरीहरू पुरा देख्दैन रहेछ नि कहाँ हामी उता मुनि 5 पोखरीको कटेजबाट आएको अहिले अनि ठ्याक्कै माथि पिकमा आउँदा ठ्याक्क यता हेर्दा चाहिँ हामीले दामी यस्तो हिउँ भएको हिमालहरू हेर्नु पायो ठ्याक्क लगाएर हिमालको नाम चाहिँ के होला खै दामी छ ल त्यो अब यहाँबाट ठ्याक्क मुनि 5 पोखरी पनि देखिन्छ एकछिनमा त्यही हो अगाडि अब 5 पोखरी हिँड्नुपर्छ ठ्याक्कै माथि पिकको माथि यसो देख्दैछ सो गाइस अब हामी कति यहाँ वेट गरेपछि ठ्याक्क अब 5 पोखरीमा पनि ठ्याक्क अलिअलि घाम लाग्यो 3टा पोखरीमा त लागिसकेछ क्यामेराम्यान त्यसलाई टक्क जुम गर्नु त ट्याक्क 5 पोखरी ठ्याक्क देख्ने गरी ट्याक्क त्यो 5 पोखरीमा त अलिअलि छ वैसम्म घाम लागेपछि अनि यतातिर हिमालहरू एकदमै घाम लागेर दाम देखिरहेछ यतातिर अब चिया खाने ठाउँहरू रहेछ ट्याक्कलाई अब 5 पोखरीलाई हामी यहीँ खतम गर्नुपर्छ होला जस्तो लाग्यो अब फिर्ता जानुपर्छ खाजा खाएर त्यही हो सो गाइस हामी आज यहाँ घर आइपुगिसकेछ माथिबाट सो हाम्रो एक्सपिरियन्स एकदमै राम्रो थियो माथि 5 पोखरी जाँदा चाहिँ एकदमै राम्रो भ्यूहरू देखियो तपाईँहरू पनि जान सक्नुहुन्छ यो महिना एकदमै राम्रो रहेछ त मलाई सिजन पनि हो त्यही भएर अनि त्यही हो तपाईँले यो भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला